नमस्कार सम्पूर्णमा स्वदेश तथा विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली लगायत इन्डियनवासीहरूमा नमस्कार भन्न चाहे। आज दुःखद खबर हाम्रो एकदम पुरानो कलाकार प्रशान्त तामाङज्यूको दिल्लीमा हार्ट एट्याकको कारण मृत्यु भएको छ भन्ने कुरा सुनिएको छ। यथार्थ के हो पुरा थाहा भएको छैन। उहाँको निधन भइसकेको छ। उहाँको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहोला जतिजनाले माया गर्नुहुन्छ, अनि उहाँको चिर शान्तिको लागि स्वर्गमा राम्रो ठाउँ मिलोस् भनेर सबैजनाले 1 मिनेट मनधारणा गरेर प्रार्थना गरिदिनु होला भन्दै सम्पूर्णले मनदेखि मनधारणा गर्नु होला। धन्यवाद। मानिसको चोला 2 दिने झोला, आज छ भोलि छैन, अहिले छ बेलुका छैन। जिन्दगीको कुनै भर छैन, कुनै ठेगाना छैन। त्यही भएर एक दुसरालाई माया गरौँ, साथ सपोर्ट गरौँ। 2 दिनको जिन्दगीमा दुश्मनी लिएर गर्नु नै के छ र। जाने भनेको स्वर्गमा सबैको पालो आउँछ, अगाडि पछाडि हुनसक्छ। त्यही भएर घमण्डी कसैले पनि नगरौँ। सबैले आफ्नो जे काम गर्दै हुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै अहिलेलाई बाई बाई।